चाहिँ दामी लाग्छ है मलाई केरा खान्थ्यो राखेर भ्लग चाहिँ हालिरहेको छु अब तपाईहरुले माया गर्नु पर्यो सपोर्ट गर्नु पर्यो मास्क लगाएर भ्लग गरिरहेको छु किनभने गर्मी छ नि त पछाडी चकचक मैयाहरु देखेँ मैले हैन त्यो माङ्गलको बाटोमा चाहिँ ढल हालिरहेको छ है पाइप हालेर चाहिँ यस्तो यस्तो ठुलो ठुलो हैन त्यो बबाल गर्मी त्यही पनि म शीतलमा हिँडिरहेको छु साथीहरु हेलो गाइज वेलकम ब्याक टु माई च्यानल फेरि तपाईहरुलाई मेरो भ्लगमा स्वागत छ अनि सन्चै हुनुहुन्छ सबैलाई अब मलाई पनि सन्चै छ जस्तो लाग्यो सबैलाई के छ खबर साथीहरु ठीक छ नि हैन सबै अनि म चाहिँ जबतिर जान लाग्यो कस्तो छ हेयर स्टाइल खैरो खैरो देखिरहेछ त यार के म यहाँहरुलाई जिस्काउनु पर्छ के आज फेरि त्यही हो साथीहरु नयाँ हुनेले सब्स्क्राइब गर्नुस् घन्टी थिच्नुस् है नयाँ हुनेले यहाँबाट पो दामी देख्दैछ त्यही हो साथीहरु म चाहिँ जान लाग्यो अहिले बाटोमा भेटौँला अनि सब्स्क्राइब गर्नुस् है साथीहरु ल अहिले एकछिनमा भेटौँला है त साथीहरु यस्तै चलिरहेछ दिनहरु हैन भ्लग चाहिँ हालिरहेको छु अब तपाईहरुले माया गर्नु पर्यो सपोर्ट गर्नु पर्यो यहाँ चाहिँ आज के हो बसहरु पुरा राखिरहेको रहेछ क्या बसको ढोका खोल्यो भने भित्र गएर भन्नुहुन्थ्यो अलिकति हैन त्यही हो अनि यस्तै छ मास्क लगाएर भ्लग गरिरहेको छु किनभने गर्मी छ नि त त्यही भएर यसरी नै चलिरहेछ दिनहरु त्यही हो तिमी यसरी टाढिन्छौ सोचिन कहिले पछाडी चकचक मैयाहरु देखेँ मैले हैन मैले जिस्काइदिएको क्यारी साइदिरा हमको मारो हमको जिन्दा मत छोडो भने त्यही भएर नजिस्काउने यार अब यार है त ल साथीहरु नजिस्काउने म चाहिँ साथीहरु लास्ट गर्मी यार आज भोलि यार लास्ट गर्मी भइरहेछ साथीहरु बबाल गर्मी भइरहेछ साथीहरु बबाल गर्मी त्यही पनि शीतलमा हिँडिरहेको छु साथीहरु गन्तव्य मेरो जारी छ त्यही हो साथीहरु म चाहिँ यहाँ बौद्ध पुगे बौद्ध भन्नाले टुसाल चोक र बौद्ध जाने बाटोमा म पुगे त्यही हो साथीहरु ल साथीहरु मेरो चाहिँ हैन कामसाम छुट्टी हो अनि अहिले 6:30 भइसक्यो अनि त्यही भएर म चाहिँ घरतिर जाँदैछु साथीहरु त्यही हो हैन भ्लगमा अब तपाईहरुलाई देखाउने छु हैन के कस्तो हुन्छ हैन त्यही त अनि अब त्यही हो भोलिको लागि आज सब्स्क्राइब गर्नुस् त्यही हो हैन त्यही हो सबले माया गरिदिनु होला सपोर्ट गरिदिनु होला है त यति भन्दै मेरो दुई शब्द यहीँ टुङ्गाउन चाहन्छु म चाहिँ हिँड्दै छु है तपाईहरुलाई ब्याकग्राउन्ड देखाउँछु यस्तो छ यहाँको ब्याकग्राउन्ड चाहिँ माङ्गलको बाटोमा चाहिँ ढल हालिरहेको छ है पाइप हालेर चाहिँ यस्तो यस्तो ठुलो ठुलो हैन हालेर त्यही भएर बन्द रहेछ है यहाँ चाहिँ तपाईहरु यता नआइदिनु होला है बन्द छ यहाँ चाहिँ त्यही हो साथीहरु माङ्गलको बाटो चाहिँ यहाँ खोइ ढलचल हो कि के बनाइरहेको रहेछ त्यही भएर यस्तै हो हैन अहिले एकछिनमा बाटो बन्द छ लेखिरहेछ है साथीहरु हेलो साथीहरु म चाहिँ चिया खाएर निक्लेको होटेलबाट भाइ के छ काल भाइ के हो यार धेरै दिनपछि भेटे त भाइ त्यो च्यानल सब्स्क्राइब गर्ने फेरि भन्दैछु है भुबिगञ्जन छ है तपाईको च्यानल सब्स्क्राइब गर है सो गाइज यहाँ चाहिँ काले भाइ भेटेँ मैले हैन काले भाइ चाहिँ धेरै पछि भेटेँ मैले त्यही हो साथीहरु अनि भाइहरु कति जान्ला लुम्बिनी फुटसल को खेलिरहेछ क्या हो ल भाइहरु चाहिँ फुटसल जानु लाग्यो अरे अनि म चाहिँ घरतिर जानु लाग्यो धेरै पछि भेटियो ल केटाहरु सब्स्क्राइब गर्नु पर्यो है मेरो च्यानल भुबिगञ्जन छ है टक्क दिनु पर्यो ल त्यही हो साथीहरु आजको लागि यति नै हैन अब त्यही हो भ्लगमा देखाइहाल्छु तपाईहरुलाई त्यही हो है त ल